आज म आइसकेको छु एउटा नयाँ भ्लग लिएर ठीक हो क्या अनि होइन आज चाहिँ मैले स्कुलमा मोमो खाएर खाएर अनि पछिबाट मम्मीले होइन फ्रुट कटिङ गरेर ल्याइदिनु म सुन्तला मात्र खाएँ अनि ओरियो मात्र खाएँ अनि अहिले चाहिँ म आएर आउनु लागेको छु मोमो र चाउमिन खाना डबल पारेँ अनि मैले चाहिँ फ्राई ममको चाहिँ स्टिम फेभरेट मलाई फ्राईवाला मनपर्छ मलाई स्टिमवाला सो मैले फ्राई हाफ प्लेट खान्छु चाउमिन हाफ प्लेट खान्छु ब्ल्याक छैन मम्मी पनि केही चोड्छु अनि मेरो त्यसमा पेट भर्छ अनि म डान्स क्लास जान्छु सिधै अब आइसक्यो कुन चाहिँ क्याफे भन्ने हाम्रो स्कुलको नजिकै अघि सुलु भन्ने क्याफे प्योर चाहिँ पाउँछ एकदम हेल्दी हो हेल्दी बसेको मैले तर एकदम प्योर दिन्छ कि अघि चुलामा पकाएको आइसकेको हाम्रो इन्टर ओए नभएको के कता यता भनेर जानु पर्दैन उतै बस्ने खै छैन आऊ यता बसौँ न किन र गाई राम्रो आएको छैन अनि जति गरेर नि मैले मोमो खान पाउने होइन तपाईँ बोल्नु मम्मा म त बोल्दिनँ मलाई त केही बोल्नै आउँदैन के गर्नु र तिम्रो चाउमिनको बोक्नु नआउँदैछ गाह्रो छ हो बसिकन दिँदैन खानाको भोगी हिँड्दैछ यता र उति गर्दै बाँच्न सुँगेर भए पनि चित्त बुझाउँदैछ कहाँ छ लोभीको मारे ए भगवान् आउनु बसेन खाना सुरु भइसक्यो बसेर खाऊ न भिडियो बन्दैछ है राम 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 केहीले पुग्दैन यो मान्छेलाई सक्यो यो मान्छेले खानाभरि सबै खाजाभरि सक्यो लाज छैन ल जाउँ बिल उता होइन
घरतिर लाग्यौँ अरू के हो नि हो डान्स क्लास गरेर काम छैन 5 पनि बजेको छैन हिँड्दाखेरि टाइम लाग्दैन लाग्दैन 15 मिनट छुट्यायो भने काफी हुन्छ म गएर कहाँ बस्ने ठाउँ हुँदैन हेलो गाइस अब हामी निस्क्यौँ अनि होइन यति मजा आयो मलाई चाहिँ खाँदाखेरि यस्तो मजा आयो मलाई त यस्तो पेट फुल भइसक्यो यस्तो खसेको जस्तो भइरहेको होइन अनि अब यस्तो मलाई भोक लागेको छैन चाहिँ कुल्फी खान मन छ मलाई मलाई कुल्फी खाने नि कुल्फी भनेको कस्तो हो बहिनी मलाई कुल्फी खाने अन छ है कुल्फी खाने के ममा कुल्फी खाने जाडोमा चाहिँ कसले खान्छ कुल्फी म खान्छु मेरो दाँत झर्छ म खान्छु नि त तपाईँ नखानु लिनु समात्नु सक्दिनँ हौ म समात्न ए तपाईँको हात देखिन्न देख्दैन हौ देख्दैन केही छ बोल्नु पर्ने कुल्फी खाने छ कुल्फी खाने कस्तो राम्रो देखेको आइल्यासेस देखाइहाल्छस् नि तेरी आमा त कति राम्री देखेछ कुल्फी खाने मोटी न मोटी डल्ली न डल्ली कुल्फी खाने नि ल खालास ल कस्तो जाडो छैन तपाईँलाई छिटो के हेर्नु न यस्तो चिसो भयो म त के गर्नु र